एसई कक्षा 10 को रिजल्ट कहिले आउँछ त? के एसई को रिजल्ट पब्लिस गर्नका लागि असारको 15 गते डेट फिक्स भएको हो र एनईपी ले अहिले कक्षा 10 को नतिजा प्रकाशन गर्नका लागि के काम गर्दैछ? आउनुस् आजको यो भिडियोमा एसई को रिजल्ट कति गते आउँछ, यदि हाम्रो रिजल्ट एनजीआई मा अथवा रिचेक गर्नुपर्नेमा के गर्न सकिन्छ यसबारेमा डिटेल्स रूपमा जानकारी दिनेछौं। त्यसैले भिडियोलाई लाइक शेयर अनि च्यानललाई सब्स्क्राइब गर्दै अन्तिमसम्म हेर्दै गर्नुहोला। अघिल्लो वर्ष लगभग 5 लाख आरआरई को संख्यामा विद्यार्थीहरूले कक्षा 10 को परीक्षा दिएका थिए। राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले तपाईहरुको पेपर रिचेक हुने काम भइरहेको छ। बोर्डका अनुसार अहिले तपाईहरुको नतिजा प्रोसेसिङ गर्ने र डाटा इनपुट गर्ने कार्य धमाधम भइरहेको छ। इडीयू सञ्जालले दिएको जानकारी अनुसार एसई को नतिजा असारको तेस्रो हप्ता अर्थात 15 गतेदेखि 21 गते भित्रमा आउने सम्भावना प्रबल छ। यति नै गते नतिजा प्रकाशन हुन्छ भनेर राष्ट्रिय परीक्षा बोर्डले अहिलेसम्म फिक्स डेट तोकेको छैन। त्यसैले अहिले बोर्डले एक्स्ट्रा कर्मचारीहरू खटाएर कक्षा 10 को नतिजा भेरिफिकेसन गर्ने काम गरिरहेको छ। एसई को रिजल्टमा कुनै पनि त्रुटि नहुने गरी नतिजा प्रकाशन गर्नका लागि बोर्डले तयारी थालेको छ। अहिलेसम्म कक्षा 10 को नतिजा प्रकाशन भइसक्थ्यो। यो ढिलो हुनुको कारण भनेको 29 दिन चलेको शिक्षक आन्दोलनले प्रभावित भएर सबै प्रदेशका एन्सर सिट चेक गर्ने कार्य ढिलो हुन पुग्यो। यदि तपाई रिजल्टको वेटिङमा हुनुहुन्छ भने केही समय पर्खिनु पर्नेछ। असारको तेस्रो सातामा आउने भनिएको एसई को रिजल्ट केही प्राविधिक समस्या आएको अवस्थामा भने असारको चौथो साताभित्र कन्फर्म आउनेछ र एनजीआई भन्दैमा नआत्तिनुहोला विद्यार्थी भाइ बहिनीहरू, धैर्यता राख्नुहोला। तपाईहरुले 2-3 हप्ताभित्र फेरिबाट रि-इक्जाम दिन पाउनुहुनेछ र पेपर रिचेक गर्न चाहनेहरूका लागि अघिल्लो वर्ष प्रत्येक विषयको लागि रु 500 छुट्याएको थियो। पेपर रिचेक गर्ने सम्पूर्ण प्रोसेसका लागि तपाईहरुले आफ्नो विद्यालयमा बुझ्न सक्नुहुन्छ अथवा तल कमेन्टमा लेख्नुहोला। म तपाईहरुका लागि नेक्स्ट भिडियो लिएर आउने छु। होप दैट अल स्टुडेन्ट असारको तेस्रो साताभित्र एसई को रिजल्ट आउला। यदि प्राविधिक कारणले सम्भव भएन भने चौथो साताभित्र अर्थात असारको अन्तिमसम्म अवश्य नै आउनेछ। त्यसैगरी रिजल्टको फर्दर अपडेटका लागि हामीसँग जोडिदै गर्नुहोला। अहिलेलाई भिडियोमा यति नै। थ्यांक्स फर वाचिङ।